जय मेसियाहरू सबैजनालाई। सो आज चाहिँ गुड फ्राइडेको बिहान हामी सबैजना भेला भएका छौँ स्टार्टफोर्डमा र हामी अब वेल्सको यात्रालाई हामी प्रारम्भ गर्दैछौँ। अनि सीमा दिदीहरूको चर्च परिवारसँग एलियट बेथेस्दा मण्डलीसँग आबद्ध भएर सो वेल्सको 3 दिने यात्रालाई हामी तयार गर्दैछौँ र हाम्रो टिमहरू हुनुहुन्छ यहाँ सबैजना, साउन्ड सिस्टमहरूदेखि यहाँ सबै चर्च परिवारहरू सबैजना हुनुहुन्छ र नानाहरू चाहिँ अगाडि गइसक्नु भएको छ। अब हामी चाहिँ एकैछिनमा यहाँबाट जानेछौँ। यात्रामा केही रमाइलो दृश्यहरू देखियो भने म तपाईँहरूको सामुन्ने त्यो देखाउने कुराहरू तपाईँहरूलाई देखाउनेछु है त। हुन्छ, जय मसी। वेल्सको यात्रालाई अगाडि प्रारम्भ गर्दैछौँ र यहाँबाट जाँदैछौँ चाहिँ यहाँ रोकेको छ। अब हामी चाहिँ वकिङ गरेर जाने। सो चाहन्छु है केही न केही राम्रो दृश्यहरू तपाईँहरू इन्जोय गर्नुहुन्छ। यहाँ सबैजना चाहिँ मेसी अब हामी लगभग आफ्नो डेस्टिनेसनमा यहाँ वेल्सको यहाँ हामी फरेस्टभित्र चाहिँ द कटेजभित्र आइपुगेका छौँ। अनि सो अब लेट्स सी अब आजको साँझ यहाँ हुन्छ र हामी यहाँ सबैजना मिलेर चाहिँ सेवा सङ्गतिहरू गर्नेछौँ र भोलिको दिनहरू के कस्तो हुनेछ त्यो सबै कुराहरू तपाईँहरूलाई देखाउनेछु। थ्याङ्क यू। ल ठाउँ पनि त्यसरी प्रचार गर्न जाँदै गर्दा जुन ठाउँमा चाहिँ मान्छेहरू काटेर मारेर खाइदिन्थे, जनावरलाई मात्रै खाइदिएन मान्छेलाई काटेर खाइदिने नाङ्गै हिँड्ने जाति गारोको मान्छेहरू, त्यो ठाउँमा नि ती मिसनरीहरू गए यो देशबाट कति ठाउँबाट है। यस्तो प्रभुको राज्य फैलियो, मिसनरी जाँदै गर्दा त्यसलाई काटेर खाइदिने। एउटा गए, दुईवटा गए, तिनवटा गए, जाँदा 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 त्यो गारो हिलको एउटा परिवारले चाहिँ प्रभुलाई विश्वास गर्यो। आमेन। त्यो समयमा विश्वास गर्दै गर्दा त्यो गारो हिलको चेफले चाहिँ ठुलो मान्छेले चाहिँ प्रधानले चाहिँ त्यसलाई पक्रेर ल्यायो। को बौला यीशु भन्ने 2000 वर्ष अगाडि मरेको क्रुसमा झुन्डेको व्यक्तिको लागि चाहिँ यसले अब हाम्रो कल्चरलाई, हाम्रो संस्कृतिलाई मास्दैछ। हामी यस्तो संस्कृति र कल्चरबाट आएको